गरी हाम्रो भवन भाइलाई धन्यवाद हैन। सबै हाम्रो यो क्लबको मेम्बर लगायतका सम्पूर्ण पदाधिकारीहरू लगायत भाइहरूलाई जो क्लब बाहिर हुने क्लब भित्र हुने सबैलाई पनि फेरि पनि म धन्यवाद ज्ञापन गर्दै हाम्रो युवा स्वर्णधारा क्लबले वर्ष दशैं मेलामा जुन सहयोग गर्नु भएको छ भाइहरूले हाम्रो स्वयं के अरे हाम्रो सल्लाहकारहरूले पनि हामीलाई विशेष गरेर धन्यवाद दिनुभएको छ काम गरेको कुरामा हैन। बाहिरबाट पनि हामीलाई चाहिँ सबैजनाले नराम्रो कहिले कसैले भन्न सकेको छैन यो कार्यक्रम यस्तो भयो यस्तो परिस्थितिमा पनि हामीले गरेको कार्यक्रमलाई चाहिँ यो हुनुको पछाडि यो टिमले गरेको कार्यक्रम हो। यो टिम नभइदिनु भए आज हामीले गर्न पनि सकिन्थेन यो कार्यक्रमहरू हैन। अब हाम्रो उपाध्यक्ष यो कार्यक्रमको संयोजक भाइले धेरै ठुलो सहयोग गरेको छ। भाइ आज नभइदिएको भए सायद कार्यक्रम पनि हुन्थेन होला हैन। अब कार्यक्रमलाई फेरि मोटिभेट गर्ने हाम्रो बजरङ दाई पहिला हाम्रो क्लबको सदस्य उहाँले एक दिन अगाडि हामीलाई यो कार्यक्रम गर्नुपर्छ भाइ पैसा उठाउनु पर्यो हामी उठाउँछौँ म पनि सहयोग गर्छु भनेर उहाँले मोटिभेट गरे भएर हामीले 4 दिनमा यो कार्यक्रम सकेका छौँ। त्यो सक्नुको पछाडि यही भाइहरूको टिम यो क्लबको सदस्यहरू मेम्बरहरूले गर्दा आज हामीले चाहिँ यहाँसम्म पुगेका छौँ। जे होस् भवन भाइले भने जस्तै हाम्रो कार्यक्रम राम्रोसँग सम्पन्न भएको छ झै झगडा नभइकन हैन। विगतका दिन जस्तै अहिले पनि हामीले राम्रोसँग सम्पन्न गर्यौँ यो कार्यक्रमलाई। सायद अब यसमा पनि विशेष गरेर हाम्रो आर्जु भाइलाई नै म बढी चाहिँ फोकस गर्छु किनभने ऊ संयोजक भएर उसले चाहिँ आज चाहिँ दाइ यस्तो गर्नुपर्छ भनेर उसले मोटिभेट उसले पनि गरेको मलाई म उठाउँछु यो कार्यक्रम म सम्पन्न गराउँछु भनेर जोड गरेको थियो। त्यस कारणले गर्दाखेरि पनि अरू भाइहरूले पनि ल दाइ गर्ने होइसेमा होइस्टे हामी पनि गर्छौँ भन्या भएर आज हामी यहाँसम्म पुगेका छौँ हैन। सबैलाई चाहिँ सबै टिमलाई चाहिँ धन्यवाद ज्ञापन गर्दै म बिदा हुन्छु। हस्त।